मेरो कलेज टाइममा मैले केही गल्तीहरू गरेँ जसले गर्दा मेरो हालत यस्तो थियो र यो हालत तपाईहरुको नहोस् भन्ने हिसाबले मैले हजुरहरुको लागि केही टिप लिएर आएको छु। फरक पर्दैन तपाई मोटो हुनुहुन्छ, पातलो हुनुहुन्छ, अग्लो हुनुहुन्छ या होचो हुनुहुन्छ, हजुरहरु जस्तो पनि हुन्छ, सबैजनाको लागि मैले यो टिप लिएर आएको छु। यदि हजुरहरु पातलो र लम्बु हुनुहुन्छ भने हजुरहरुले फिटिङ ड्रेसलाई एफोर्ड गर्नुहोला र यदि हजुरहरु हल्का मोटो टाइपको हुनुहुन्छ भने हजुरहरुले चाहिँ ब्यागी ड्रेस लिनुहोला किनभने ब्यागीले चाहिँ मोटोपनलाई लुकाउँछ। धेरैजनाको एउटा कमन मिस्टेक हुन्छ कि तिनीहरूले एङ्कल लेन्थको प्यान्ट लगाउँछन् र केटीहरूले भन्छ यही हो हाम्रो क्लासको सडक छाप। र हेयरको कुरा गर्ने हो भने हजुरहरूले डिस्क्रिप्सन बक्समा एउटा एपको लिंक पाउनुहुन्छ। त्यो एपबाट हजुरहरूले आफ्नो फेसको सेप पत्ता लगाउन सक्नुहुन्छ र त्यसपछि हजुरहरूले क्रोममा नत्र युट्युबमा कुन हेयर कुन फेसमा सुट गर्छ भनेर सर्च गर्नुहोस् र त्यसपछि त्यही स्टाइलको हेयर कट राखेर हजुरहरू एट्र्याक्टिभ र स्मार्ट देखिन सक्नुहुन्छ। र जुत्ताको कुरा गर्ने हो भने चाहिँ हजुरहरूले चेल्सी बुट भुलेर पनि नकिन्नु होला किनभने मैले पनि यही जुत्ता किनेको थिएँ र आजसम्म मैले प्रब्लम फेस गरिरहेको छु। मलाई धेरै रिग्रेट भयो मैले 1800 लगाएर यो जुत्ता किने, वेस्ट हो यो जुत्ता। बरु तपाईहरु दुब्लो हुन्छ भने तपाईहरुले प्लेबॉय शूज किन्नु र तपाईहरु हल्का मोटो हुनुहुन्छ भने हजुरहरूले त्यो अगाडि स्क्वायर शेप भएको जुत्ता किन्नु होला। चस्माको कुरा गर्ने हो भने चस्मा चाहिँ तपाईहरुले ट्रान्सपेरेन्ट मात्र लाउन मिल्छ कलेजमा, त्यो पनि हजुरहरूले त्यही डिस्क्रिप्सनमा दिएको एपबाट हजुरहरूले हेर्न सक्नुहुन्छ। ब्याग चाहिँ हजुरहरूले लेदरको ब्याग लिनु होला ब्ल्याक कलरमा, एकदम राम्रो सुट गर्छ। अनि घडी चाहिँ यस्तो सिल्भर कलरको लिनु होला, एकदमै क्लासिकल लुक आउँछ। कलेज जानु भन्दा पहिला हजुरहरूले आफ्नो फेसलाई धोएर चारकोल फेस वाशलाई युज गर्नु होला। यो एकदमै सस्तोमा पाउँछ, अनलाइन पनि पाउँछ, हजुरहरूको घर नजिकैको स्टोरहरुमा पनि पाउँछ, हजुरहरूले जहाँबाट पनि किन्न सक्नुहुन्छ। फेस वाशले मुख धोइसकेपछि पानीलाई सुखाएर फेस लोसन लगाउनु होला। यो कोकोआ वाटरको फेस लोसन यो चाहिँ एकदमै राम्रो हुन्छ, यसको स्मेल पनि राम्रो हुन्छ। तर यदि तपाईसँग यो छैन र अर्को छ भने अर्को पनि युज गर्दा हुन्छ, तर फेसमा युज गर्न मिल्ने चाहिँ युज गर्नु होला। धेरै जनालाई के गर्ने नगर्नेको आइडिया नै हुँदैन जसले गर्दा लास्टमा तिनीहरुको हालत चाहिँ यस्तो हुन्छ। यो भिडियोलाई पुरा हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। यो च्यानलमा यस्तो कन्टेन्टहरु धेरै आइराख्छ। यदि तपाई इन्ट्रेस्टेड हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला यो च्यानललाई र यो भिडियोलाई लाइक गर्नु होला।